2 दिनको जिन्दगीमा मरिलानु के नै छ र साथीहरू भन्दै हामी चाहिँ रातिको 2 बजेतिर हाम्रो ट्रिपमा निस्किनलाई रेडी भएको थियौँ। यो चाहिँ मेरो पास्ट भिडियो हो, अहिले मैले भोइस ओभर गर्दैछु। हामी चाहिँ जाँदै थियौँ, गएका थियौँ तुङ्नाथ मन्दिर। यो चाहिँ उत्तराखण्डमा पर्छ। रातिको 2 बजे हामी निस्केर बिहानको 5 बजेतिर हरिद्वार पुगेर हरिद्वारलाई टाढैबाट दर्शन गरेर ऋषिकेशमा गएर ब्रेकफास्ट गरेर हाम्रो राइड कन्टिन्यू गरेका थियौँ। अनि यहाँबाट अगाडि जाँदा यस्तो राम्रो भ्यूहरू थियो साथीहरू। मलाई त्यो देखेर मेरो नेपालको याद आइरहेको थियो, किन भनेपछि म अहिले इन्डियामा बस्छु। यो चाहिँ थियो देवप्रयागराज, 2वटा नदी मिक्स भएर बनेको ठाउँ रहेछ यो चाहिँ। यहाँ पनि दर्शन गरेर हामीले आफ्नो राइड कन्टिन्यू गऱ्यौँ। यो चाहिँ यो ठाउँको सबैभन्दा हाइएस्ट बन्जी जम्प हो भन्दै हुनुहुन्थ्यो, मलाई चाहिँ थाहा भएन। अनि हाम्रो राइड कन्टिन्यू भयो। मेरो हालत चाहिँ यस्तो भइसकेको थियो, राइडरको पनि यस्तो भइसकेको थियो। अनि चाहिँ हाम्रो राइड कन्टिन्यू भइरहेको थियो अनि म चाहिँ भिडियो बनाउँदै बसिरहेको थिएँ। हाम्रो चाहिँ 10 घन्टाको यात्रा थियो। यो चाहिँ 10 घन्टा बाइकमा बस्न पक्कै पनि इजी छैन गाइज, तर आफ्नो इच्छाको अगाडि केही पनि लाग्दैन। अनि यो चाहिँ हाम्रो होमस्टेदेखि देखिने भ्यू थियो। अनि यहाँ आएर हामीले ड्रेस चेन्ज गरेर एकछिन रेस्ट गऱ्यौँ। अनि दिदीले चिया लिएर आइदिनु भयो। अनि चिया पिएर हामी चाहिँ एकछिन हाँसी मजाक गरेर अनि नुहाइ गरेर हामी चाहिँ इभिनिङ वकमा निस्क्यौँ। अनि हामीलाई चाहिँ मोमो र चाउमिन खान मन लागिरहेको थियो, खाएर अनि रिटर्न भयो होमस्टेमा। यहाँ चाहिँ त्यो होमस्टेको हजुरआमा हुनुहुन्थ्यो, अनि यो भाइ थियो, अनि दिदी हुनुहुन्थ्यो। अनि राति चाहिँ यस्तो पानी परिरहेको थियो गाइजहरू। अनि हामी चाहिँ डिनर गरेर सुत्यौँ। थ्याङ्क यू फर वाचिङ।